गियरमा चलाउनु पर्छ ट्र्याक्टरमा पठाउँदा भनौँला गियर जुन छ दुईवटा गियर हुन्छ ट्र्याक्टरमा एउटा लो एउटा हाई हाई लो हुन्छ बुझ्नुभयो यस सर हाई र लो हुन्छ अनि अब भन्नु त सर रिभर्स पनि हुन्छ एक पनि हुन्छ दुई पनि हुन्छ तीन पनि त्यसरी नबुझौँ हाईमा पनि हामीलाई पाँचवटा गियर हुन्छ 1 2 3 4 अनि एउटा रिभर्स हुन्छ लोमा पनि 1 2 3 4 अनि एउटा रिभर्स हुन्छ ठीक छ मेन यसरी बुझ्नुहोस् तपाईँ हाई र लो हुन्छ र रिभर्स र फरवार्ड र ब्याकवार्ड सबै त्यसमै हुन्छ 1 र 2 मा हामीले ट्र्याक्टर जहिले पनि चलाउँदा लोमा चलाउनु पर्छ प्राइमरी टिलेजमा प्राइमरीमा जहिले पनि लोमा सकेसम्म L1 मा चलाउनुस् या हैन भने L2 मा चलाउनुस् ठीक छ त्यस्तै हामीले सेकेन्डरी इक्विपमेन्टहरु चलाउँदा तपाई यति बुझ्नुस् फिल्ड परफर्मेन्स जति गर्दा जे पनि हामी फिल्डमा परफर्मेन्स गर्छौं हामी सबै लोमा चलाउने यसले हामीलाई पनि सुरक्षित राख्छ इन्जिनलाई पनि सुरक्षित राख्छ र एट्याचमेन्टलाई पनि सुरक्षित राख्छ सेकेन्डरीमा पनि फिल्ड अपरेसन जे पनि गर्दा तपाई लो नै हुन्छ हाई रोडमा त्यो केही किनभने तपाई यसरी बुझ्नुस् सबभन्दा नराम्रो मलाई लाग्छ यही भाइलाई लाग्दैछ सबैजनाले ए जुन फोटो खिच्दै यो रे फोटो खिच्दै जो न तपाईँ यस्तो गर्नुहुन्छ नि त ए जुन फोटो खिच्दै यो रे ल हेर्नुस् अनि के हुन्छ भने सुन्नु अब क्लासमा म पढाउँला त्यही पनि बुझौँ के हुन्छ भने लो गियरमा बाइक चलाउन सबैजनाले आउँछ होला जसलाई आउँदैन त्यो बुझ्नुस् जसलाई आउँछ त्यो हामीले हाइटमा चढाउँदा कुन गियरमा हाल्नुहुन्छ गाडी 1 र 2 मा किन हाल्नुहुन्छ त्यो बडी पावर आउँछ मतलब यति त कन्सेप्ट क्लियर छ कि लो गियरमा पावर बढी हुन्छ तान मिल्छ हामीलाई तान्न सक्छ 4 गियरमा चढाउनु हुँदैन किन 4 गियरमा कुन बेला चलाउनु हुन्छ 4 गियर त्यो समतल हुन्छ नि एक्ज्याक्टली ट्र्याक्टर जति पनि इन्जिन छ नि दुनियाको सब त्यही प्रिन्सिपलमा काम गर्छ जतिखेर हामीलाई पावरको कुरा हुन्छ नि पावर छैन त्यति बेला हामी कुन गियरमा लो गियरमा अनि जति बेला हामीलाई स्पिड चाहियो हुन्छ त्यति बेला कुन गियरमा चलाउँछौँ हाई गियरमा कति कन्सेप्ट क्लियर छ सबजना तपाईहरुलाई पहिलेदेखि क्लियर छ यो कन्सेप्ट पावर चाहिँदा लोमा चलाउँदै पावर चाहिँदा केमा चलाउने लोमा अनि स्पिड चाहिँदा हाईमा ल अब अरविन्द सरले चाँडै छोडिदिनु भयो गुडिया यी पकड ठीक छ यिनीहरू ज्ञानी हो है अनि लोको हामीले प्राइमरी या सेकेन्डरी फिल्ड परफर्मेन्स गर्दा लोको कति गियर लोमा चलाउँदा कति गियर 1 प्राइमरी चलाउँदा हामीले 1 मा चलाउने L1 मा फिल्ड राम्रो छ भने 2 मा चलाउँदा पनि हुन्छ सेकेन्डरी चलाउँदा L2 मा चलाउने यसरी हामी वर्क गर्छौं ठीक छ अब रह्यो तपाईहरुलाई